आजको यो भिडियोमा म तपाईहरुलाई यो फुल क्रिम मिल्कबाट खुवा कसरी घरमै बनाउने भनेर देखाउँछु है त। मैले यो 3 लिटरको हो, एउटा 3 लिटरको युज गरे अनि यसको चाहिँ मैले हाफ मात्र युज गरे किन भन्दा मेरो यो यसमा अटाएन के। सो सबै मिल्कलाई राख्ने अनि मज्जाले ग्यास पनि ठुलो पारेर उमाल्ने अनि एकदम चलाइराख्नुपर्छ। चलाएन भने यो सबै लाग्छ के, भाडा भएर लाग्छ। सो चलाउन चाहिँ सबैतिर चलाइराख्नुपर्छ है त। यो दुध नसुकेसम्म यसलाई चलाउन चाहिँ छोड्नै हुँदैन। ग्यास पनि मजाले ठुलै पार्दा नि हुन्छ, तर मिडियम पारौँ है त। ग्यास मिडियम पार्ने अनि एकदम सबैतिर चलाइराख्ने। बनाउन अलिक गाह्रो हुन्छ, तर बनाइसकेपछि चाहिँ इट्स रियली नाइस है, यम्मी हुन्छ। यसमा केही पनि अरू नराख्ने, मैले चाहिँ केही पनि राखेको छैन, जस्ट अन्ली प्लेन मिल्क। तर यसमा चाहिँ फुल क्रिम मिल्क चाहिन्छ। अनि चलाइराख्ने, यस्तै गरी पकाउँदै पकाउँदै यो घटाउनुपर्छ दुध चाहिँ। सबै प्रोसेस म देखाउँछु है त। यो सबै दायाँ बायाँ यस्तोहरुमा नि लाग्छ के, यो साइडमा सबै चलाउनु पर्छ। यस्तोहरुमा पनि लाग्न दिनु हुँदैन। अनि तपाईहरुको यो बनाउने भाँडा नन स्टिक भयो भने एकदम सजिलो हुन्छ। स्टिकी टाइपको हुनु भएन, सबै फेरि भाँडाभरि लाग्यो भने त खुवाको त्यो हाफ अफ द मिल्क नै त्यहीँ गइहाल्यो नि, वेस्ट भइहाल्यो नि हैन। यस्तै गरी चलाइराख्नुपर्छ है, यो चलाउन चाहिँ छोड्नु हुँदैन। मैले स्टिल चलाइ नै राखेको छु। मेरो दुध पहिला यसको यो दुधमा चाहिँ यतिसम्म थियो कि, अलिकति माथि थियो, तर अहिले घटेर यति भएको छ। सो बिस्तारै बिस्तारै यस्तै गरी घट्दै जान्छ। अनि यो चाहिँ मेरो सेकेन्ड टाइम हो। मैले पहिला पनि बनाएको थिएँ। फर्स्टमा चाहिँ त्यो 3 लिटरवाला मात्र बनाएँ अनि एकदमै यम्मी, इट वाज रियली नाइस है। कस्तो यम भएको थियो। कहिलेकाहीँ थोरै खानलाई चाहिँ एकदम राम्रो हुँदो रहेछ भनेर फेरि पनि मैले 1.5 बोतलको बनाइरहेको छु है। नत्र 2 बोतलकै बनाउँथेँ, तर मेरो यो भाँडामा अटेन के। यो मिल्कमा चाहिँ मैले अलिकति ग्यास ठुलो पारिदिएँ, किन भन्दा मैले पहिला मिडियममा राखेको थिएँ हैन। यो चाहिँ सायद सुक्नलाई धेरै नै टाइम लाग्छ जस्तो लाग्यो मिडियममा। सो ग्यास अलिकति बढाइदिएको छु। अनि त्यस पछाडि चलाउन चाहिँ नछोड्नु होला। मैले पकाइरहेको आई थिङ्क अलमोस्ट 1 आवर भयो। 1 आवरमा दुध घटेर यति बनेको छ। तर अब चाहिँ यो दुध अलिकति सिक हुँदैछ बिस्तारै बिस्तारै हैन। सो एकदम चलाइराख्नुपर्छ, चलाएन भने सबै यो भाँडाभरि लाग्छ के है त। स्टिल हेर्दै गर्नु होला मेरो भिडियो। पाकी यस्तो भइराखेको छ है, यति धेरै थिक भइसक्यो। अब यो स्टिल चलाइ नै राख्नुपर्छ। अहिले यो खुवा रेडी भइसकेको छ हैन। एकदम त्यो साह्रो एकदम हार्ड चाहिँ हुँदैन, किन भन्दा अहिले तातो छ नि त। सो यो सेलाएपछि अब यतिकै सेलाउन दिने के, ग्यास बन्द गर्ने अनि यतिकै राखिदिँदा हुन्छ। अहिले फ्रिजमा राख्नु तातो छ र त्यही हो, एकदम मिठो भएको छ। चिनीहरू पिठोहरू केही पनि नहाल्ने। अघि जति मैले दुध देखाएको थिएँ त्यतिको चाहिँ यति खुवा बन्यो। अब म ग्यास बन्द गरिदिन्छु। कति धेरै गइसक्यो यो। एकछिनपछि आफै बिस्तारो, धेरै साह्रो बन्दैन, तर जोस् अलिकति यस्तो गिलो पनि हुँदैन। तर यतिकै खाँदा पनि एकदमै मिठो हुन्छ, एकदमै मिठो छ गाइस। अब ट्राई गर्नु है तपाईहरुले पनि घरमा बनाएर। बाई एभ्रिवान, बाई।